डिस्क्वालीफाई ये स्कुलले चाहिँ हेर्नु यहाँ हैन सबै गाडेर यो यो बाम माछा हो कि भुङ माछा हो कि कति माछा हो तपाईहरु सोध्नु डिप्रेसन खाना हामीले लाग्नु राख्नु ल भाइ मोडी पनि माता यार भाइ मलाई टोक्ने वाला त्यही हो अनु ओए निक्ले अरे ब्ल्याक वाला ब्ल्याक सो हेलो 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 के छ गाइज मेरो चाहिँ एकदम ठिकठाकै छ र आज भने चाहिँ हामीहरू आएको थियो यहाँनिर चाहिँ यो ठाउँमा माछा मार्नको लागि होइन सो यतातिर चाहिँ अहिले हाम्रो भाइहरू पनि खेलिरहेको छ यहाँ फिसर किङहरू सो हामीले पनि अलरेडी खेलेर बसेको होइन यहाँनिर चाहिँ खतरा माछा पार्छ तपाईँहरूलाई देखाउँछु यहाँनिर चाहिँ कस्तो खतरा माछाहरू पर्छ भनेर होइन सो डोन्ट टाइम होस्ट विदाउट लेट्स गो उता चाहिँ हाम्रो भाइहरू खेलिरहेको छ होइन तर अहिलेसम्म कतिवटा पारे भाइ तिमीहरूले कतिवटा पारे भनेको तिमीहरूलाई 4 किलो र यता चाहिँ हाम्रो गाउँको दुईजना टोली मामा एन्ड माई ब्रो मामा कति माऱ्यो अनि मामा कति मार्नु भयो त अनि मामाको माछा हेरिदिउँ कति हो भनेर यहाँ गाइस देख्न सक्नुहुन्छ यति धेरै छ होइन यता भाइ पनि खेलिरहेको छु लो अरे यस्तो चाली चाहिँ पर्छ यहाँनिर चाहिँ यहाँ पर्ने भनेको चाहिँ कोत्री माछा हो होइन सो तपाईँलाई देखाउने बेला छु लाइभ यहाँनिर चाहिँ माछा कस्तो चाली पर्छ भनेर अनि हेरौँ कस्तो चाहिँ पर्छ है गाइसहरू अल राइट गाइस अब मेरो पालो फिसिङ गरेर हेरौँ तो बाम माछा पर बाम माछा साडी खाइदियो हामीले माछा यत्रोमा पक्रेको छ निकाल्यो गाइस मेरो त ढुङ्गे टाउकोमा यो हो नि त फिसिङ झन्डै भाइको टाउको उडेको ओइ मा ठुलो आयो क्या हो पप्पा लाग्यो त देखो न गाइस देखो न अलराइट गाइस अब यतातिर मामाहरूले पनि मारेको देखाउँछु तपाईँहरूलाई म यहाँ चाहिँ अब केटाहरूले पनि कसरी निकाल्छ होइन तपाईँहरूलाई देखाउँछु मामा ओ मामा मामा पानी खाइदिनु कति पानी चाहिँ राष्ट्रिय प्यास लाग्यो होइन केटाहरूले निकाल्छ ऊ चाहिँ भाइहरूले झन् निकाल्छ यहाँ चाहिँ के भन्नु र अरू दिन चाहिँ होइन चाली अरू दिन चाहिँ चाली सकिन्थ्यो भने आज भने चाहिँ चाली सकेछ माछा सकिन्छ राइट गाइज म चाहिँ ब्ल्याक फिस यति ठुलो यो चाहिँ ठुलो भयो यति धेरै ठुलो हुन्छ के भन्नु र मुख हेर्नु न अघि टोक्नी चाहिँ मलाई यस्तै नै थियो होइन ब्लड निकालिदिने पुरै रेड ब्ल्याक यति ठुलो छ देखो न गाइज देखो न ये क्या है यसलाई हेर्दाखेरि नपरेको देखेको होला तर यति धेरै मारिसक्यो नि करिब 2 किलो जति चाहिँ भइसक्यो यसको अझै तपाईँहरूलाई इन्ट्रेस्टिङ त अझै देखाउनु बाँकी नै आई किलिङ दिस ब्ल्याक फिसेस वाउ सम पिपल से ओइ झन्डै ब्याग भित्र लट्टे जिरेको वा के हो त मलाई चाहिँ भन्थ्यो कि होइन कतिले मेरो भिडियोहरू हेर्छ नि त अनि त्यहाँ चाहिँ मलाई भन्थ्यो यिनीहरूले माछा निकाल्छ अनि त्यसपछि गाडेर अनि यसरी निकाल्छ होइन सो यो चाहिँ लाइभ हो है तपाईँले देखिराख्नु भएको होला होइन यो चाहिँ कुन ठाउँमा हो तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला तपाईँहरू पनि यदि फिसिङ गर्नु इच्छुक हुनुहुन्छ भने चाहिँ यो ठाउँमा आउनु यस्तो बवाल हुन्छ बानीको होइन घरौ निकालिराख यार केटाहरूले म पनि निकाल्ने बाला छु वेदर पनि यस्तो बवाल भएको छ हेर्नु न ओ पुरै पानी पर्नु खोजिरहेको छ होइन एन्ड यो गाउँको नाम चाहिँ के ओ भाइ के हो रे गाउँको नाम
76 बिघा 17 पर्दो रहेछ माछा चाहिँ। यहाँ चाहिँ ठेक्का नलागेको रहेछ, ठेक्का लाग्ने चाहिँ मार्नु दिन्थेन। अनि हामीले पनि यताउति कुराहरू सुनेर नि यहाँ चाहिँ आएको होइन। माछा चाहिँ टन्नै मारे आज हामीले। यो चाहिँ सानै रहेछ। कोत्रीलाई अब कराईमा गर्नुपर्छ। फराईमाला खत्री। बहुत रिस उठाइदिएको छ अब मलाई चाहिँ। तर आउँदैन हौ। ले आउँदैन भाइ। आउँछ। डोन्ट कम्पेयर विथ मी, ओके? निकाल। फेरि काट्दियो के हो? काडा हो नि फेरि बिस्तारै मार। फर्स्ट स्टेप चाहिँ होइन, अहिले तपाईँहरू फेसिङ गर्न चाहनुहुन्छ भने मेन फोकस चाहिँ बकुला जस्तो हुनुपर्छ अनि यसरी निक्लिन्छ। फोकस भनेको चाहिँ फेरि बकुलाको त्यो कथा सुनेको होला नि, त्यस्तै हुनुपर्छ क्या फेरि। हो कि भाइ? हो हो। यसरी एउटा एउटा गर्दा गर्दै हामी कति मारिसकेको हौ? यति मारिसक्यो। यति धेरै मारिसक्यो कि। ओहो हो हो। भाइ यो कुन माछा भनिदेऊ त? कोत्री माछा। यता चाहिँ हाम्रो टोलीहरू धमाधम खेलिरहेको छ। अब हेरौँ यिनीहरूले चाहिँ कतिसम्म सक्छ होइन। मैले जति यिनीहरूले अहिलेसम्म सकेको छैन, तर मामाले चाहिँ सक्छ होला। मामा तपाईँले भन्नु त अहिलेसम्म कति किलोको ठुलो माछा पारेको अरे? अनि 5 किलो गरेसँग त्यो यही मान्छे गाइज हाम्रो गाउँको सबभन्दा टप फिसिङ म्यान हो कि मामा? हो। एक्लै एक्लै गयो कता कता गएर होइन मार्न आउँछ कि। अनि आज चाहिँ हामीहरू काम हाफ मात्रै भएर अनि गएर आएको। फेरि 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 फुल फोकसमा चाहिँ, फुल फोकसमा नजर कतै पनि छैन। सिधै पुल्ली माछा, पुल्लीमा। पुल्ली डुब्यो माछा निक्ल्यो हो कि मामा? अनि यसले निकालेको त फेरि यार। त्यो यस्तो भवाल ठाउँमा चाहिँ खत्रै परिरहेको छ माछा। हामीले यति मध्ये जुन छ नि, यो यति ठुलो पोखरी मध्ये नि होइन, यो जुन अहिले खेलिरहेको छ नि, तपाईँले देखेँ नि मैले खेलि ठाउँ, त्यो ठाउँबाट मात्रै हामीले लगभग 5-6 किलो चाहिँ निकालिसक्यो क्या माछा। त्यो पनि हामीहरू आएको भनेको चाहिँ 3 बजीतिर आएको थियो होइन। 4, 5, 6 लगभग समथिङ 3 घन्टाको अन्डरमा हामीले चाहिँ यति धेरै माछा निकालिसक्यो। भन्नुको मतलब यहाँ कति धेरै माछा पर्छ कि। अझै अहिले त म भिडियो बनाउने भएर अलिकति राम्ररी खेलेको छैन होइन, नत्र अहिले पनि खेल्यो भने यति धेरै पल्छ नि। अलिक अझै शान्त ठाउँमा होइन। अस्ति अहिले त अलिक त्यहाँनिर झाउँझाउँछ होइन, बच्चाहरू चाहिँ अलिकति हल्लाहरू भइरह, नत्र भने एक्लै ठाउँमा खेल्यो भने यस्तो बवाल पर्छ नि गाइस, साँच्ची भन्यो। अनि यो चाहिँ 76 को स्कुल हो। स्कुलको नाम चाहिँ थाहा छैन होइन, बिकज म चाहिँ यहाँनिर खासै आउँदैन कि त्यति। पहिला चाहिँ आउँथेँ, अनि धेरै वर्षपछि मतलब यताबाट साथीहरूको घर जाँदाखेरि यहाँबाट धारापानीहरू जाँदाखेरि चाहिँ आइरहेको हुन्थेँ, तर यहाँनिर चाहिँ आएको थिएन। जे होस् आजको एक्सपिरियन्स चाहिँ बवाल भएको छ। माछा चाहिँ यहाँ निकालेको छ। कति खानु माछा यार आज त कसम भनेको, यति धेरै बवाल भइरह नि। यदि तपाईँहरूलाई पनि माछा खानु मन छ भने भोलि आउनु होला मेरो घरमा, तपाईँहरूलाई यो माछा राखिदिन्छु। किनभने खानु सक्दैन, यति धेरै माछा छ होइन। फेरि निकाल्यो मामाले यार। ओ माई गड, फिसिङ म्यान। यहाँ कम भारी हो त भाइ। यो तोला त कति किलो होला समथिङ तिम्रो हिसाबमा? 4 किलो। 4 किलो? 5 किलोमा। तिमीलाई कति रे? 5 किलो। अनि भरे हुन्छ यसको के रचन? पार्टी हुन्छ फेरि यसको बब्बाल। घाम पनि यति आइसक्यो। अब लगभग 10-15 मिनट खेलेर अब हामी चाहिँ लाग्छौँ होइन न भाइ? एकछिन जाउँ उता मामाको मातिर गएर खेलेर आउनु। अलराइट गाइज, हामीले चाहिँ लगभग 6-7 किलो चाहिँ मारिसकेको छौँ होइन। घाम पनि डुबिसकेको छ होइन। सो त्यही कारणले गर्दाखेरि 6-7 किलो चाहिँ मारियो, छाक पनि पुग्यो होइन। 2-3 दिनको लागि चाहिँ मस्तले तरकारी हुन्छ होइन। तपाईँलाई चाहिँ भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला। भेट्ने छ न्यू डे न्यू व्लगमा। सो बाई बाई।